ल एकदम एकदम धेरै पछि भेट भयो धेरै पछि अनि आरामै हुनुहुन्छ तपाईँहरू ओके ओके गइदिउँ न गयो आज भ्लग एक्सप्लोर गर्न पहिलाको दिन ताजाहरू याद गराइदिउँ जाम है गाइज अब यस्तै भयो होइन सोल्टीसँग भेट भयो आज टाइम स्पेन्ड गर्ने भनेको पाइएन होइन सोल्टी यता हुनुहुन्छ मेरो साथी यता छ होइन अब ठिक छ सोल्टी दुःख नमान्नु होला होइन नरिसाउनु हामी फेरि आउँछ एकदम 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 म तपाईँलाई कुर्ने होइन अब आज हामी भनेको टाइम मिलेन एकदम एकदम होइन ठिक छ केही छैन छैन अब हामी फेरि आउँछौँ सोल्टीसँग फेरि भेट हुन्छ तर अर्को भ्लगमा हामी तिनजना फेरि सँगै नै हुन्छौँ होइन धेरै होइन 1-2 हप्ता हदै भयो न यसो के हामी फेरि आउँछौँ काठमाडौँ अनि फेरि सोल्टीसँग त्यति बेला चाहिँ भ्लग भनेको अलिक लामो सोल्टीसँग गरी गएको होइन इन्ट्रेस्टिङ सोल्टीसँग टाइम स्पेन्ड गर्नु पाऊँ हामीले अब त्यही नै हो तिर अहिले बस पार्कमा अब हाम्रो त्यहाँ इटरी जानुपर्ने भयो होइन हामी क्याबमा छौँ अब त्यहाँ होटलमा गएर चेकआउट गरेर हामी ब्याग लिएर अब साथीको काम छ कोटेश्वरमा कोटेश्वर गएर फेरि नयाँ बस पार्क आएर हामी फेरि गाडी समात्नु पर्ने छ सोल्टी केही भन्नु छ स्टेडियम गाइज होइन स्टेडियम भन्नु न जस सानो छोटो भयो नि रमाइलो भयो होइन दुइयो एकछिन भयो नि बस्यो खुसी लाग्यो जस तपाईँहरूले टाइम धेरै पछि भेट भयो धेरै पछि भेट भयो आफ्टर 7 months हो लामो तरिकाले भेट भइएको थियो एकदम एकदम होइन रमाइलो लाग्यो केटाहरूले याद गर्यो अनि त्यो तपाईँले त मलाई ट्याक्क सुरु भने टाढोबाट चिन्नु भइसकेको थियो मैले ट्याक्क टाढो यसो भइसकेको थिएँ हात माथि माथि नै थियो पक्कै यो भिटेन जस्तो मान्छेहरू पक्कै सोल्टीहरू हो भिटेनतिर त अलिक कन्ट्रोभर्सीमा परेन होइन त्यहाँनिर नपुगोस् यो अलिअलि ठिकै छ त्यस्तो नेगेटिभ भन्नु अहिले चाहिँ हामी केही अप्सनहरू दिउँ अनि गाइज अहिले चाहिँ हामी यहाँ हल्का टोकातिर गएको थियौँ अनि यसो हल्का उहाँ एक्सप्लोरहरू गर्ने भनेको अनि केटाहरूको सोल्टीहरूको चाहिँ हल्का उता इटरी आफ्नो जरुरी काममा जानुपर्ने भएर चाहिँ हामी फर्किँदैछौँ सो अहिले चाहिँ अब सोल्टीले भनेको हामी क्याबमा छौँ एकदम रमाइलो लाग्यो छोटो समयमा भयो नि सोल्टीहरू याद गर्नु पहिलेबाट फोन गर्नु भएको सोल्टीले घन्टा अगाडि 3 घन्टा अगाडि म चाहिँ अब तपाईँलाई थाहै छ बिजी हुन्छ भनेर सोल्टीलाई पनि थाहा थियो तपाईँलाई नि होइन सो एकदम मैले फोन गरेपछि तपाईँले बुझिहाल्नु भयो क्या बेला बुझ्नुभयो कि नि अघि मैले फोन गरेँ नि ल सोल्टी अब ट्याक्क आउनु पऱ्यो यता आउँदा भनेर यस हामी भेट्दै गर्छौँ ल अहिले चाहिँ हामी सोल्टीहरू काममा चाहिँ हामी होटेल गर्छौँ एकछिन अहिले हामी चाहिँ कहाँ जाँदैछौँ सामुकोसी गएर कोटेश्वर जाँदैछौँ केही विशेष काम कन्सल्टेन्सीमा यसो हल्का ओके अनि सोल्टी चाहिँ कतिलाई थाहा छैन भन्दाखेरि सोल्टी हामी चाहिँ पहिला हामी भ्लगमा थियौँ कि 6-7 महिना अगाडि अनि हेर्नु भएको छैन भने म तल डिस्क्रिप्सन लिङ्कमा तल राखिदिएको हुन्थ्यो त्यो हेर्नु होला गएर खिचिदिनु होला आज हामी घुम्ने चाहिँ धेरै ठाउँहरू भन्ने चाहिँ मैले आइडियाहरू प्लानिङहरू बनाएको थिएँ तर एकाक्षी सो कामहरूले गर्दाखेरि चाहिँ सोल्टीहरूको विशेषता कामहरूले गर्दाखेरि चाहिँ यताउता जानुपर्ने फर्किने भयो सो त्यही भएर चाहिँ अब सोल्टीहरूको चाहिँ कति बजे गाडी छ 3:30 नेपाली टाइम हो त्यस्तै 4-5 मिनट लाग्छ 4-5 बजेतिर छ वेटिङ त गर्नुपर्छ एकछिन त्यहाँ बस पार्कमा 3:30 बजे गाडीहरू छुट्छ केटाहरूको चाहिँ सो त्यही हो एकदम खुसी लाग्यो सो अब यिनीहरू चाहिँ इटरी जाँदैछौँ अब भोलि बिहान पुग्नु हुँदैन कति घन्टाको बाटो छ हाम्रो लाग्छ 17-18 घन्टा लाग्छ 17-18 घन्टा जस्तो लाग्छ है बिहान त्यस्तै अब 7-8 बिहान चाहिँ दियोस् 8-9 अब जामसाम भएन भने चाहिँ अलिक छिटो अझै जामसाम भयो छिटै पुगिन्छ त्यही हो गाइस त अहिले चाहिँ हामी सामुको जाँदैछौँ सामुबाट अब कोटेश्वरहरू जाँदैछौँ कोटेश्वरबाट तपाईँहरूलाई के देखाउँछौँ अगाडिहरू सोल्टीले भने जस्तो भएर तपाईँ हेरिराख्नु त्यही ल गाइस अहिले हामी ट्याक्सी लिएर यहाँ रोकेछौँ सोल्टी यता छ सोल्टी त्यहाँ छ अनि हामी कोटेश्वर जानुपर्ने हो यहाँ केटाहरू चाहिँ होटलमा बसेछ अनि होटलमा बसेर चाहिँ सानो लिएर एकचोटि कोटेश्वर गएर एकचोटि बसमा 3:30 बजे गाडी रहेछ अनि होटल सोटलमा यहाँ पारिरहेछ कि ट्याक्क हामी यहाँ बिजी मल लिएर छौँ बिजी मल पारिरहेछ होटल उतातिर अनि ट्याक्क हामी भुटेलबाट आयो भुटेलको खासै तपाईँहरूलाई भिडियो सिडियो गराउनु पाएन अनि एकछिन हामी कोटेश्वर जान्छौँ सोल्टीको काम छ अनि 7:03 बजे गाडी छुट्टो रहेछ बस पार्कबाट अनि सोल्टीलाई छोडेर म पनि एकछिन कता हुन्छ लाग्नु पर्ला सो त्यही हो एकछिन सोल्टीहरूसँग हल्का टाइम स्पेन्ड गर्दैछु यहाँ फोन गर्दैछ सोल्टी हेलो यहाँ फोन गर्दैछ त्यही हो सोल्टीले चाहिँ उहाँ पैसा तिर्दैछ क्याबको
ल एकछिन म यहाँ सोल्टीको होटलतिर जान्छौँ सामान के कसो हुन्छ त्यहीँ गएर एकचोटि भेट्नेछौँ ल कहाँनिर सोल्टी खै हे त्यो सोल्टी कहाँ धेरै माथि पुरा गइछ नि लगाइ सोल्टीहरू चाहिँ बस्ने यता है छैन कति उकालो सोल्टी सोल्टी केटाहरूको गेस्ट हाउस खै त्यो ध्यानु न ल गाइस यो केटाहरूको एकछिन सामानहरू प्याक गर्ने अरे सामान प्याक गरेर चाहिँ हामी लाग्छौँ होइन सोल्टी लाग्छौँ सोल्टी अब हामी चाहिँ होइन कोटेश्वरतिरको यात्रा हामीले यसो बाहिरको भ्यू म्याप देखेको ल हेर्नुहोस् गाइस भ्यू गाइस यहाँ पुरा भ्यू जस्तो छ काठमाडौँको बसबाट घेरिया म हिजो आउँदैन नि गाइस यार अब आयो त होइन सोल्टी ठिकै छ अब नेक्स्ट टाइम आएको बेला अर्को तरिकाले यही होटलमा होइन यही रुममा फेरि भेटौँला ओके त भइहाल्छ सोल्टी ठिक छ तपाईँहरू आउनुहोस् अनि सोल्टी ठिक छ रमाइलो भएको नि आज एकदम रमाइलो सोल्टीहरूलाई रमाइलो भनेपछि मलाई झन् कालको ला ल केटाहरूले चाहिँ अब ट्याक्क सामानहरू प्याक गरेर चाहिँ हामी चाहिँ अब कोटेश्वरतिर लाग्छौँ अनि सोल्टीहरूको सानो काम छ अरे अनि कोटेश्वरबाट फेरि हामी बसपाकतिर फर्किन्छौँ कति जति लाग्छ एउटा टाइम त लाग्छ नि सोल्टी कोटेश्वर पुग्न तपाईँलाई त्यही 15-20 मिनट लगाइन्छ यो 15-20 मिनट जति लाग्छ अनि एकछिन कोटेश्वर गरेर अनि केटाहरूको चाहिँ 3:30 बजीको गाडी छ फेरि बसपाक आउनु छ के हुन्छ भ्लग हेर्दै गर्नु होला रमाइलो भइरहेको छ अहिलेसम्म त गएको कोटेश्वर गाडी चढेर चाहिँ अब हामी कोटेश्वर लाग्दैछौँ कहाँ यो कोटेश्वर कन्सल्टेन्सीको मान्छेलाई भेट्नुलाई होइन ओके त्यसलाई पैसा फिटाउनु गरेको रहेछ कि ए काठमाडौँ बस्यो होइन फिटाउनु पर्ला तर बाटो कुन बिर्स्यो अलिक बर्बाद केटा जल्दी आएर यस्तो बोक्यो सबै बाटो हेर उही जस्तो देखिन्छ छोटा हो कुन बाटो कुन बाटो पानी पनि खाइदिउँछु हामी प्याक कहिले सोल्टी चाहिँ माथि कन्सल्टेन्सी गएको छ चाहिँ हामी यहाँ पानी पसलको रुममा आएको पानीपुरी खाम भनेर भयो सोल्टी वेलकम भयो पैसा लाग्यो है टिकट छैन टिकट काटेको छैन रे छोडिदेऊ अहिले नै गइहाल्नु भन्दैछ फोन गरिसक्यो हो फोन गरिसक्यो मित्र आज एक दिन यसो बसेर हुन्थ्यो तिम्रो भाडा पर्दैन भने त बजेट छ ए कोही त आन्टी राख्नुहोस् दुकानको मम्मीलाई नि पकाएर मगाइदिनु पऱ्यो चिकनभरि होइन तिमी भनेर हजार लाग्दैन बरु सितिर के होटल बुढाहरूलाई भन न के भन्नु र म भन त आएर बुझ्नु सक्दैन भन्नु न आएर बुझ्नु मम्मीलाई भन्दैन उता भन न गाइस अहिले हामी यहाँ कोटेश्वरतिर छौँ केटाहरूको मेन पारमा यताउता कामसाम सबै भइसकेको छ र सार सोल्टी यता हुनुहुन्छ ल अब चाहिँ हामी फर्किन लागु बस पार्क तर्फतिर टिकट काट्छौँ सो बस पार्कतिर केटाहरूलाई छोड्छु सो त्यही हो ल गाइस